Hello guys, welcome to my mini vlog. आज चाहिँ केही छैन, त्यही पुरानै दिन पहिलाकै जीवनशैली त्यस्तै चलिरहेको थियो। अनि जब पानी परिसकेपछि यता म धान हेर्नु आएँ। धानको हालत चाहिँ बिजोग भएको रहेछ। अब के खाने, हामीले के गर्ने? धान त पुरा सोत्थर छ, यसरी यो पुरा सोत्थर भएको छ धान। अब के गएर खाने? हामीले खाने त यही हो। धन्दाले यो त अझै काटेको छैन। यो काटेको धानहरूको त के हालत होला? यो पुरै सोत्थर भएको छ क्या। अब यो बोटमै उम्रिन्छ। अब यस्तै अझै 1-2 दिनसम्म पानी पर्यो भने यो बोटमै उम्रिन्छ। अहिलेसम्म त त्यस्तो केही भएको छैन, लडेको मात्र छ। अझै अब 2 दिन जति अब यसरी नै पानी पर्यो र यस्तै भयो भने धानको स्वाहा नै हुन्छ। पुरा धान यसरी काराक्रुक लडेको छ, एउटा गराको बाँकी छैन क्या। नलडेको भने कुनै गराएको थिएन। धान एकदम राम्रो फलेको थियो यसपालि। धान एकदम राम्रो फलेको थियो। अब क्षतिपूर्ति कसले दिने? मौसमले दिँदैन। अब अन्नको बिमा छैन। पुरा गाह्रो छ यो पुरै। यो धानहरू यसरी लडेको छ। अब के गर्नु? यो यसरी छ, पुरै लड्या क्या। यस्तै छोरी भने 1 दिनमा अब बोटमै उम्रिन थाल्छ। अनि त्यो खानु नि मिल्दैन, के गर्नु? बेच्नु नि। अब बेच्नु त के कसले किन्छ र बेच्नु? बिजोग छ, बिजोग। म चाहिँ पराली लिन आएको। अनि हिजो नि एउटा भ्लग बनाएर हालेको थिएँ फेसबुकमा। त्यसमा चाहिँ के आयो भने एउटा साथीले इनबक्समा आएर तेरो त्यो क्वाक क्वाक बस्ने त्यो जुत्ता देखा त भन्दै थियो। खासमा त्यो जुत्ता होइन है, त्यो मेरो चप्पल हो। अब मैले हिजो नि भनेको थिएँ, यो चाहिँ पानीको कारणले गर्दा बज्यो क्या। यस्तो हिँड्नुपर्छ नि त। तर जुत्ता त्यो कालो कालो बुढो जुत्ता हुन्छ नि, हो तिनीहरूको जस्तो आवाज चाहिँ आइरहेको रहेछ। तर जुत्ता होइन। म चाहिँ नि घाँस काट्नु हिँडेको, घाँस लिन आएको भनौँ न। काट्नु भन्न मटानमा आएर पल्टेको है त।